होइन हौ दाइ कोट कहाँबाट ल्याउने भयो कति राम्रो कोट रहेछ त यो त भाइ म त यो नेपालबाट मगाएको थिएँ यो चाहिँ दौरा दौरा पसलबाट नेपालबाट 25,000 को कोट कोट मात्र प्यान्ट छुट्टै छ चस्मा फेरि यो जापानबाट मगाएको यो 30,000 को चस्मा योपालिको दसैँ चाहिँ कोट र चस्मा चाहिँ मजाले लगाउने ए त्यसो भए धेरै महँगो पो लाउनु भयो रहेछ त दाइले हो नि लगाइयो जे होस् अहिलेको दसैँमा चाहिँ यति राम्रो कोट लगाएर कहाँ जाने विचार गर्नु भएको छ अब कोरियामा एउटा ससुराल बनाएर त्यतैतिर जानु पर्ला जस्तो छ भाइ अरे मुला त के हो तिमीले मेरो कोट म त अहिले दसैँमा लगाउनु बसिरहेको कोट भाइ तिमीले किचनमा बसेर लगाइरहेको छ त के हो पारा भाइ तिम्रो भाइ के हो यो त मेरो होइन होला झुकिनु होला होइन होला झुकिनु होला क्या फुल हो यो दसैँमा लगाएर मैले भनेको थिएँ यार झुकिनु होला यस्तो काम पनि गरिन्छ अलिक हुन्छ नि